हामी होइन यो यस्तो कलेज ग्राउन्ड आज चाहिँ शुक्रबार होइन स्कुल बिदा छ हामी चाहिँ टाढाको यात्रामा चाहिँ तल के अरे लमाइतिर घुम्न जानेछौँ म मेरो सानो अनि मेरो भाइ अनि एउटा प्रकाश साथी 4 जना जाँदैछौँ यहाँ चाहिँ घुम्ने ठाउँ छ 2 दिन एउटा ठाउँ स्पेसल ठाउँहरू देखाउने छु तपाईँहरूलाई तपाईँहरू भिडियोमा बन्नु होला भिडियो राम्रो लागे लाइक हालिदिनु होला सो लेट्स बिगिन आजको भिडियो यहाँ घुम्ने कस्तो अक्करै होला घुम्दैछ एउटा त्यो घुम्ने रास्ता अक्करै होला घुम्दैछ कि ओके कहाँ वा पाकेर एउटा मस्त आउँछ यार यो मोबाइलबाट क्यामेरा चाहिँ छ के मस्त आउँछ लास्ट क्लियर दिन्छ भन्दा भ्यू त यार हाम्रो छिरे कुडिया छ बगानहरू छिटो गरे बाटो अब लमाइसम्म त राम्रो छ के र भ्यू राम्रो छ अनि हाम्रो चलाइ राम्रो छ बराला छ बाटो तपाईँहरू यदि यस्तो लामो यात्रा गर्दै हुनुहुन्छ भने बिस्तारै गर्नुहोस् सुरक्षित गर्नुहोस् भन्छौँ हामी हाम्रो टोलीहरू पछाडि हो तर अझै आएन है बोला कि यसको बारेमा केही भन त जैविक विविधता ग्रिन पार्क यो चाहिँ कहाँ अरे लमाइ नि लमाइमा हो अनि बस्सै गर्मी छ यो क्षेत्रमा किन हो अनि हामी चाहिँ आज यो एकदमै लोप हुन लागेका जीवजन्तुहरूलाई अन्य जन्तुहरू हुन्छन् त्यो चाहिँ पाइने गर्छ त्यसकारणले गर्दा चाहिँ यस्तै जैविक विविधताको ग्रिन कारणले गर्दा चाहिँ ग्रिन पार्कको घोषणा गरेको छ यस ठाउँमा चाहिँ फुर्सदमा मानिसहरू चाहिँ आएर आफ्नो टाइम एक्सप्लेन गर्छन् स्वच्छ वातावरणको चिसो हावा खाने गर्छन् अनि तपाईँहरू यहाँ भ्यू हेर्न सक्नुहुन्छ होइन तर गर्मी अत्याधिक गर्मी छ हौ माथि पढाइ गएर एकदमै कहाँसम्म हो यो ठाउँ खासै गदिल ठाउँ मतलब यो ठाउँ ठिकै हो कि यहाँका मान्छेहरू चाहिँ अलिक खराब रहेछ नि हामीलाई क्यामेरा फोटो खिचिदिनु नि यार फोटो खिच्ने बेला 500 लाग्छ नि यार यिनीहरूले त यार के हो कहाँ हुन्छ यार 500 रुपियाँ तिरेर थोरै नामले फोटो खिच्छ यार यो ठाउँमा खै के छ र स्पेसल खै के छ एभ्रिथिङ इज वाचिङ अलरेडी हरियाली बचत तथा ऋण सहकारी संस्था 2081 वैशाख 31 संस्थान भएको यो क्षेत्रमा तपाईँहरू हेर्न सक्नुहुन्छ है पानी व्यवस्था त रहेछ काम गर्दैन भन्ने हो शीतलमा बसौँ यहाँ एकछिन हेरेर त गर्मी बस्छ आउँछ नि पानी बल्ल फरिया 25 रुपियाँ हालेर चाहिँ मट्टा बाहिर अन्न गर्मी त अत्याधिक हो तुलसीपुरको हेरेर कति धेरै गर्मी हो कि तुलसीपुर भन्छ के अरे कता गर्मी छ बाबै नि यहाँ त यहाँ हाम्रो टोलीहरू म त छ रहेछ धेरै गर्मी भएको कारण केटाहरू आज चाहिँ बुटोलको यो चखेरामा आएर ए बुटोल हो नि त्यो कहाँ अलि भनौँ न स्पेसल अलि कोही आज नआल्दा यहाँ साँच्चै काठमाडौँ धुम्नु जाने हिन्से केटाहरू छन् यहाँ चाहिँ माछा धेरै छन् अब फर्स्ट टाइम हो होइन
यो मोबाइल सिधा छ कि बाङ्गो छ यो पनि देखाउनु छ यो मोबाइल त आम्मा खतरा रहेछ यो ब्यालेन्स हेर नि यो बाङ्गो छ यो सिधा हुन्छ म कति हात सिधा बनाएर किन्छु थाहा देखाउनु छ लौट गाइस हामी यहाँ पुरै हेर्नु छ माछा मार्ने छौँ यसो हेर्नु होला केटाहरू होइन यो कुन ठाउँ दिभा हामी चाहिँ नेपालमा जाने दिवाली किन हेर्छौँ भएको छैन किन केटी धेरै त्यस लागि के भयो त्यो सरी एउटा सुनाएको के सुनाएको सुनार भाषालाई बोलाएकै भिडियो के गर्ने हजुर जिन्दगीमा भन्छन् एउटा भनाइमा छ नि मलाई त काटिन्छ अमेरिका जाँदैछ यता हेर्नु फोटो छ आज मिति 2082 साल जेठको 16 गतेका दिन आज हामी ठाउँमा जखेरा हुन जान्छौँ भनिरहेका छौँ तपाईँहरूलाई कस्तो लाग्छ हामीलाई चाहिँ ठिक लाग्यो तर जता गयो क्यामेरा पैसा माग्छ क्यामेरा लिएर आएको काम छ दबाईमा चाहिँ के भन्छन् भन्दा हेरबगालहरूले क्यामेरा ल्यायो भने अब ठिकैको के नसक्ने क्षमता अनुसारको मागेको थियो हेर्छु नि अलिक बढी माग्दैछन् के अनि लमै हो गर्मी बढेको छ गर्मी बढेसँगै तलब बढ्नु पर्ने हो खास ठिक छ गाइस कस्तो गर्मी छ है त गाइस तपाईँलाई फेरि पनि स्वागत छैन अर्को भिडियोमा हामी चाहिँ यो जखेरा ताल के तल लमै रहेछ अनि यहाँ माथि त्यो ग्रिन पार्क त्यो के अरे लमैको ग्रिन पार्क आउँदै यहाँ पनि गइहालौँ भन्ने हिसाबले चाहिँ हामी यहाँ आएको होइन अनि ज्यामरेभन्दा ठुलै ज्यामरे खै त यो फेजिया रहेछ कि सबभन्दा यो फेजिया रहेछ के यस्तो छ अवस्था हेर्नु यहाँ नि यहाँको भ्यू चाहिँ यस्तो रहेछ मैले बिच बाटोमा यात्रा देखाउनु लमैदेखि लगभग 10-11 मिनटको यात्रा लाग्दो रहेछ यहाँ आउन 56 ग्यास नि ठ्याक्कै 11 मिनट लाग्नु छोटोमा हो र गोल एक ठाउँमा छ नि बाबु गोल त ट्यालेन्ट मान्छे हो नि गुगल त के त आउने यार अब त पुरै आलस्य त लाग्छ गयो यार यो घुम्न जाम न एक चक्कर लगाएर हान्न एक चक्कर लगाएर के हुन्छ र बहुत गर्मी छ घोराईको यो घोराई भन्दा यो त घोराई कहाँ हो त नि लमही नगरपालिका भएको यता हामी के एउटा बाबु यो हुन्छ घोराई उपमहानगरपालिका सिद्धिसक्यो बाबु माथि अवस्था यस्तो छ गर्मीले खै सो गाइजहरू नि आज हामी चाहिँ कति जेठको आस्कर गते 16 गते नि 16 गते चाहिँ यो शुक्रबारको दिन चाहिँ स्कुल बिदा भएको हुँदा हामी चाहिँ यो लमैतिर आज नै घुम्न नि अनि लमै चाहिँ त्यहाँ माथि ग्रिन पार्क के अरे जैविक विविधता ग्रिन पार्क भन्ने रहेछ यो लमैमा त्यो चाहिँ घुम्यौँ अनि त्यो घुमिया भिडियो चाहिँ तपाईँहरूले अब अघिल्लो भिडियोमा हेर्नुहुन्छ अथवा यही भिडियोको अगाडिको पार्टमा हेर्नुहुन्छ अनि यो चाहिँ लमैमा चाहिँ यो तलको यो के अरे जखेरा ताल पनि हेर्नु चाहिँ फोन रहेछ त्यो ग्रिन पार्कबाट त्यही भएर हामी चाहिँ यहाँसम्म आएको थियौँ अनि सबै फुटेजहरू यही नै हो तपाईँहरूले एकचोटि सर्कै आफ्नो साथीहरूलाई अनि मिङ्गल हुनुहुन्छ भने आफ्नो साथीहरूलाई गर्लफ्रेन्डहरूलाई लिएर यो ठाउँको भिजिट गर्न सक्नुहुनेछ तपाईँहरू सत्य भिडियो फेरि भेट्छ होला नयाँ भिडियोका साथ सँगै फेरि